साथीहरू अब चाहिँ हामी बाबुहरूलाई लिएर बाबाहरूको खेल्नेतिर जाँदा रहेछ बच्चा बच्चीको पनि खेल्ने व्यवस्था रहेछ भन्ने कुरा भन्ने मतलब खेल्ने सबै कुरा रहेछ अनि त्यसपछि हामी मम्मीले चाहिँ नानीलाई डोर्याउँदै हुनुहुन्छ सो हामी गयौँ अनि यहाँ चाहिँ बच्चा बच्चीहरूको लागि पिङ झुला मतलब चिप्लेटी अनि त्यो अरू पनि हुन्छ नि त खेल्ने कुराहरू के सबै थोक रहेछ कि यहाँ चाहिँ व्यवस्था बच्चाहरूको लागि पनि अनि मेरो छोरोहरू चाहिँ कुदेर पुगिसक्यो हेर्नु न ठुलो त ठुलो सानो पनि पुगिसक्यो अनि ठुलो चाहिँ चिप्लेटी खेलेर पनि आउँदैछ अनि सानो पनि चढिरहेको थियो अनि चढ्न सकेको थिएन अनि मम्मीले चाहिँ समाएर खेलाउँदै हुनुहुन्छ अनि यो ठुलो बाबु पनि बहिनीजी पनि आएर अनि खेल्न थाल्यो दुवैजना खेलेर इन्जोय गर्दैछ अनि रमाइलो गर्दैछ अनि त्यसपछि अब भयो अरे अब ठुलोमा खेल्न जाने भनेर मेरो सानो छोरो चाहिँ कुद्छ है अब अनि ठुलो छोरो खेलेको अनि अब भाइलाई पनि खेल्न पर्यो अरे अब सरारर गरेर आउँछ है मेरो छोरो हेर्ने अब ढिस अनि यहाँ लड्यो भने चाहिँ के हुने ल अनि भनेर लु हिँड भनेर अनि हामी चाहिँ डाँडा माथितिर गयौँ हामीलाई चाहिँ किनभने अरू ठाउँ पनि जान थियो नि त अनि यसो म चाहिँ डाँडा माथिबाट गएर हजुरहरूलाई फाइनल लुक्स देखाउँदैछु अनि यहाँ चाहिँ भाउजू र हामीहरू चाहिँ अनि त्यसपछि माछा हेर्न जाने भनेर अनि यहाँ माछा साछा नि हेऱ्यो हामीले मजाले फोटोसोटो खिच्यो रमाइलो गऱ्यो अनि हामीलाई चाहिँ अर्कै ठाउँ जान पनि हतार थियो क्या साथीहरू सो त्यही भएर यही पनि हामीले आधी पार्ट पनि घुमिसकेको थिएन क्या अर्को यसको पनि पार्ट पनि छ अनि सो घुमिसकेको थिएन अनि त्यसपछि हामीले चाहिँ अनि ल जाउँ न त अब छिटो छिटो गरेर घुम्नुपर्छ भनेर यहाँ चाहिँ हल्का सामानको जिउमा चाहिँ रहेछ क्या मुन्टै रहेनछ आफूहरूले मुन्टा हालेर चाहिँ खिच्नुपर्ने अनि त्यसपछि हामी यो फर्स्टचोटि हामी छिर्दाखेरि यहीँनिर यो काउन्टरबाट टिकट काटेर हामी बसेको अनि सो त्यही बाटोबाट हामी चाहिँ निस्किँदैछौँ अनि त्यसपछि हल्का बनाएर आएछ अनि त्यसपछि हामी चाहिँ त्यही बाटोबाट निस्केर अब चाहिँ हामी अर्को साइडतिर घुम्न जाँदैछौँ अनि त्यही बाटोबाट अनि हामी चाहिँ जाँदैछौँ अब अर्कोतिर अर्को साइडमा हामी घुम्न जाँदैछौँ साथीहरू सबैजना चाहिँ जानु भइसक्यो अगाडि अगाडि अनि हामीले बच्चा भएको कारणले ढिलो गरी हिँड्दैछौँ सो हामी गएँ अब अर्को बाटो उतापट्टिको भाग म देखाउनेछु